यहाँ चाहिँ हाम्रो केही वडाहरूमा अन्यत्र पनि वडाहरूमा कार्यक्रम सञ्चालन भएको छ। त्यो कार्यक्रम पालिका र वडाबाट समन्वय गरेर नै कार्यक्रम अगाडि बढेको हो र पालिकामा हामीले पालिका स्तरीय कार्यक्रम यो चाहिँ वडा नम्बर 3 र 4 केन्द्रित जस्तो मात्रै भएको छ र यहाँ केही दिदीबहिनीहरू उपस्थित समयको पाबन्दीले दिउँसो भइएको भए उहाँहरू उपस्थित हुने अलिकति बिहान जुनसुकै खालका दिवस आए पनि हामी ठुलो चौकमा मात्रै सीमित हुने भएको भएर अहिले पनि हाम्रा महिला दिदीबहिनीहरू यहाँका भेरी नगरपालिकाका जनप्रतिनिधि महिला दिदीबहिनीहरू पनि यहाँ पुग्नु भएको छैन र यहाँहरूले कार्यक्रम दिनमा कार्यक्रम आयोजना हामीले गत वर्ष भव्य कार्यक्रम हामीले स्याउली बजारमा गरेका थियौँ। त्यहाँ थुप्रै दिदीबहिनीहरू हुनुहुन्थ्यो, करिब 1500 दिदीबहिनीहरूको उपस्थितिमा हामीले मनाएका थियौँ र त्यसै गरी दिवसीय कार्यक्रमको रूपमा आज पनि थुप्रै कार्यक्रमको तय गर्दा गर्दै हाम्रा अतिथिहरूको समय पाबन्दीका कारण हामीले हलमा यो कार्यक्रमलाई हल केन्द्रित गरेका छौँ र हलमा पनि महत्त्वपूर्ण हामीले यो जाजरकोटको ऐतिहासिक कार्यक्रमको पञ्चे बाजालाई सम्मान कार्यक्रम हामीले राखेका थियौँ। त्यसै गरेर आज महिला दिवसकै दिवसीय कार्यक्रमदेखि नै लागू हुने गरेर हामीले महिला ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि सिटको सुनिश्चितता गरेर हामीले प्रत्येक गाडीको सिट हामीले सुनिश्चित गरेका छौँ र त्यसै गरी सम्पूर्ण कार्यक्रममा यहाँ सहयोग गर्न आउनुहुने सहयोगीदाताहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र थुप्रै कार्यक्रमहरू अझै बाँकी छ। महिला सङ्घका कार्यक्रमहरू थुप्रै बाँकी छन्। हामी दिवसीय कार्यक्रम नभएर महिलाका कार्यक्रमसँग पनि यहाँहरूलाई जोड्ने र समन्वय गर्ने कुरा यहाँहरूका बिचमा राख्दै छु भने बाँकी कार्यक्रमहरूमा महिला लक्षित कार्यक्रमहरू पनि हामीले केही बजेट विनियोजन गरेका छौँ, त्यसमा पनि यहाँहरूलाई हामी समेटेरै छौँ र गत हामीले नीति तथा कार्यक्रममा पनि हामीले यो टोटल बजेटको 3 देखि 5% बजेट सम्पूर्ण बजेटको 3 देखि 5% महिला लक्षित कार्यक्रमलाई छुट्याउने भनेर हामीले सामाजिक सुरक्षा नीति पनि पास गरेका छौँ। त्यसैले आज यो यहाँ उपस्थित हुनुहुने दिदीबहिनीहरूलाई महिला दिवसको कार्यक्रममा सम्बोधन गर्न कसैलाई छुट्याएको होला, त्यसमा यहाँहरू बिचमा म क्षमा माग्न चाहन्छु र यहाँ चाहिँ जाजरकोट जिल्लामा हाम्रो उत्पादन महिला पञ्चे बाजाको टिमले हामीलाई बाजाको केही अपुग भएको छ, पञ्चे बाजाको सहयोग गर्नुपर्छ भनेर प्रमुख अतिथिको भनाइपछि यहाँहरूले माग गर्नुभएको छ। यहाँहरूको पञ्चे बाजा व्यवस्थापन समिति होला, यहाँहरूको समितिको बैठक बसेर यहाँहरूलाई आवश्यकता के हो यहाँहरूले माइनोट गरेर भेरी नगरपालिकामा पठाउनु हुनेछ र यहाँको मागको सम्बोधन मैले गर्नेछु भन्ने कुरा यहाँहरूका बिचमा प्रतिबद्धता जारी गर्दै बाँकी कार्यक्रमहरूमा आजसम्म हामीले अवैधानिक रूपमा हामीले यहाँहरूलाई चिनेका थियौँ। वैधानिक रूपमा आज महिला दिवसको अवसर पारेर पञ्चे बाजालाई सम्मान कार्यक्रम राखेका छौँ। बाँकी दिनहरूमा यहाँहरूको सक्रियता, यहाँहरूको अनुशासन र यहाँहरूको मर्यादालाई हामी सम्मान गर्नेछौँ र यहाँहरूले अझै पनि यति भएर लाग्नुहुनेछ। सम्पूर्ण कार्यक्रममा यहाँहरूलाई नै प्रयोग गर्ने गरेर हामी नगरपालिकाको तर्फबाट पनि सहयोग गर्नेछौँ भन्ने कुरा यहाँहरूका बिचमा राख्दै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महिला दिदीबहिनीहरूलाई हार्दिक सम्मान गर्दै हामीलाई सहयोग गर्नुहुने ब्यानरमा आधारित र हामीलाई सहयोग गर्नुहुने 5 तारा युवा संरक्षण मञ्च, सुसुवा, एडगार प्रणाली, त्यसै गरेर महिला अधिकार मञ्च, नेपाल प्रहरी महिला सेल लगायत हामीलाई यो कार्यक्रमलाई सफल बनाउनलाई सहयोग गर्नुहुने पञ्चे बाजाको टिम लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै यहाँ उपस्थित हुनुभएका र यहाँ उपस्थित हुन नसकेका दिदीबहिनीहरूलाई पनि भव्य सफलताको शुभकामना व्यक्त गर्दै यो महत्त्वपूर्ण कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद, नमस्कार।